पिकानट नेपालको मध्य पहाडी भूभागमा लगाउन सकिने ओखर जस्तो गुदी भएको र बदाम जस्तो नरम चाहिँ त्यसको बोक्रा भएको एउटा काष्ठफल हो। यसलाई चाहिँ नेपालमा चाहिँ एकदमै धेरै लोकप्रिय बनाउनको लागि चाहिँ यो नट्स एन्ड फ्रुट्स भन्ने जुन एउटा आयोजना छ यसले चाहिँ काम गरिरहेको छ र यसको चाहिँ जुन भाले र पोथीको जुन समायोजन हुन्छ त्यसको लागि चाहिँ हामीले चाहिँ मैले यहाँ तल दिएको छु कुन जातको लागि कुन भाले चाहिन्छ, कुन जातको लागि कुन भाले चाहिन्छ, ताकि बढी भन्दा बढी परागकणहरू पोथी फुलमा पुगुन् र बढी भन्दा बढी चाहिँ फल चाहिँ लागोस् र साथै यसको चाहिँ रुट स्टक चाहिँ के भने कलमी गरिएका बिरुवाहरू चाहिँ नेपालमा त्यति धेरै छैन। त्यसकारणले गर्दाखेरिमा कुन चाहिँ जातको चाहिँ के अरे पिकानटलाई चाहिँ कुन जातको चाहिँ रुट स्टकमा चाहिँ हामीले चाहिँ कलमी गर्ने भन्ने कुरा हो त्यो पनि तल दिएको छ र त्यसबाट तिनै जातमा कलमी गरिएका होचा बिरुवाहरू चाहिँ लगायौँ भने हामीले यदि 6 मिटरदेखि 6 मिटर अथवा 8 मिटरदेखि 6 मिटरको दूरीमा यदि लगाउँदाखेरिमा चाहिँ हामीलाई चाहिँ यो सम्भव हुन्छ। तर के भनेदेखिलाई चाहिँ बिजु चाहिँ लगायो भने धेरै अग्लो हुने र फल टिप्न पनि धेरै गाह्रो हुने भएको हुनाले बिजुभन्दा पनि कलमी बिरुवाहरू लगाउने र सानो सानो कम दूरीमा लगाउने गर्यो भनेदेखिलाई चाहिँ त्यसबाट चाहिँ कृषक महानुभावहरूले बढीभन्दा बढी प्रतिफल पाउनुहुनेछ भन्ने हामी कहाँ नेपालमा चाहिँ स्टुबर्ट भन्ने जात र चाहिँ महान भन्ने जातहरू चाहिँ कीर्तिपुरमा चाहिँ लोकप्रिय भइरहेको छ। तर के भने यसको कलमी गरिएका बिरुवाहरू चाहिँ कृषकमा वितरण भएको चाहिँ पाइएको छैन। त्यसकारणले गर्दाखेरिमा चाहिँ यसलाई कलमी बिरुवा लगाएर चाहिँ कम दूरीमा चाहिँ रोपण गरेको खण्डमा चाहिँ त्यो बिरुवालाई स्याहार समार गर्न पनि सजिलो हुने र फल टिप्न पनि सजिलो हुने र चाहिँ के भने फल पनि नफुट्ने आदि इत्यादि भएको हुनाले हामीले होचा बिरुवालाई चाहिँ धेरै प्राथमिकता दिनुपर्नेछ र कुन जातको चाहिँ रुट स्टकमा चाहिँ कलमी गर्दाखेरि होचा बिरुवाहरू निस्किन्छन् भन्ने एकदम यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। अब यसको लागि चाहिँ के भनेदेखिलाई चाहिँ अब हामीले प्रयास गर्नुपर्नेछ। अब प्रत्येक जिल्लामा चाहिँ प्रत्येक गाविस यो आयोजना लागू भएको हरेक चाहिँ गाउँपालिकामा 5 वटा चाहिँ के अरे अगुवा कृषकलाई चाहिँ नर्सरी गर्नलाई दिएको छ। तिनीहरूलाई चाहिँ विशेष तालिम दिएर यो फललाई चाहिँ अगाडि बढाउनु पर्ने मैले देख्दछु। अब बिरुवा रोप्नुभन्दा अगाडि माटोको अवस्था कस्तो छ, कतिमा चाहिँ के भनेदेखि कति मल हाल्ने भन्ने कुरा एकदम महत्त्वपूर्ण बाटो हो र यसलाई सम्बोधन गर्नको लागि चाहिँ यो रुख टाइपको फलहरूको चाहिँ माटो नमुना सङ्कलन गर्ने विधि बेग्लै छ र चाहिँ अब त्यही विधि अपनाएर माटोको नमुना लिएर यो चाहिँ माटो प्रयोगशालामा पठाउनु पर्दछ र एनपीके अर्ग्यानिक म्याटर र पिएच चाहिँ रुटिन टेस्ट हो। यो चाहिँ अब साधारण प्रयोगशालामा पनि भइहाल्छ र प्रत्येक यो चाहिँ सूक्ष्म तत्त्वहरूको जुन कमी हो त्यसलाई पत्ता लगाउनको लागि चाहिँ एटमिक एब्जर्सन स्पेक्ट्रोफोटोमिटर नाम गरेको एउटा यन्त्र छ नेपालसँग हो। त्यो यन्त्रको माध्यमबाट चाहिँ यदि हामीले जाँच गराउन सकेको खण्डमा त्यसमा चाहिँ कति मात्रामा कुन चाहिँ तत्त्व चाहिँ कमी छ या बढी छ भन्ने कुराको चाहिँ नतिजा आउँछ र त्यस नतिजाको आधारबाट ती प्रयोगशालाले कति मात्रामा चाहिँ मल हाल्नुपर्छ, कुन मल हाल्नुपर्छ भन्ने कुरा चाहिँ उहाँहरूले दिनुहुन्छ र त्यसको आधारबाट चाहिँ हामीले मल हालेर मलको प्रयोग गरेर प्रशस्त मात्रामा चाहिँ यो गोबर मल कुहिएको गोबर मलकोले चाहिँ खाडल भरेर 3 फिट बाई 3 फिटको चाहिँ खाडल खन्ने र त्यो खाडल भरेर हामीले चाहिँ के अरे बिरुवा रोपण गर्न सक्छौँ र त्यसलाई चाहिँ बिरुवा रोप्नुभन्दा अगाडि त्यसलाई एउटा टेको दिएर नहल्लियोस् भन्नको लागि टेको दिएर बाँध्नुपर्ने पनि हुन्छ। सिँचाइ बिरुवा रोपण गरेपछि सिँचाइ चाहिँ एकदमै आवश्यक हुने कुरा हो र कति सिँचाइ दिने के दिने भन्ने कुरा चाहिँ त्यसको लागि चाहिँ टेन्सियोमिटर भन्ने एउटा यन्त्र पाइन्छ। त्यसले चाहिँ 1/3 बार भयो भने त्यसको जरामा चाहिँ पानी पुगेको हुनेछ भन्ने कुरा एउटा मान्यता छ
त्यस मान्यताबाट चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ र मुख्य गरेर चाहिँ पिकानटलाई यो चाहिँ यो जुन मल हो के अरे पानी हो त्यो रोपेको बेलामा है रोपेको बेलामा चाहिँ पानी दिनु पर्यो, तर पानी चाहिँ जम्न कुनै हालतले पनि भएन। त्यसपछि चाहिँ के भने यसको पालुवा हालेको बेलामा चाहिँ पानी दिनुपर्छ र जुन फल लागिसक्छ, फल लागेको बेलामा चाहिँ त्यसमा चाहिँ खाद्य तत्त्वहरू पर्ने आवश्यक पर्ने भएको हुनाले त्यतिखेर पनि पानी दिनुपर्ने आवश्यकता हुन्छ। पिकानट चाहिँ जुन रोपिन्छ, कलमी बिरुवाहरू जुन हामीले रोपेको चाहिँ 3-4 वर्षपछि फल्ने चाहिँ सम्भावना हुन्छ यसको, र यसले चाहिँ 6 वर्षमा यसले जुन गरेको लगानी चाहिँ दिन्छ, पेब्याक हुन्छ र त्यसपछि 15 वर्षमा यसले उच्चतम उत्पादन दिन्छ र यो करिब 100 वर्षको हाराहारीसम्म यसको चाहिँ बिरुवा चाहिँ रहिरहन्छ। पिकानटमा विभिन्न किरा र रोगहरू लाग्छ। ती किराहरूको विवरण चाहिँ तल मैले चाहिँ दिएको छु। त्यसबाट हजुरहरूले कहिले कुन किरा लाग्छ र कुन किरालाई कुन औषधि हालेर विषादी हालेर चाहिँ त्यसलाई नियन्त्रण गर्ने हो, कहिले नियन्त्रण गर्ने हो भन्ने कुरा चाहिँ त्यही उल्लेख छ। र हिउँदोमा चाहिँ अरू फलफुललाई जस्तै बोटको मुनतिर चाहिँ बोडो पेस्टहरू लगाउने कुरा त छँदैछ। बोडो मिक्सरको पनि हामीले बेला बेलामा यो स्प्रे भने मतलब छर्ने पर्ने हुनसक्छ र कति यो स्क्याब पाउडरी मिल्ड्यूहरू कति लाग्छ। त्यो लागेको चाहिँ अनुसारको चाहिँ के भनेदेखि मैले चाहिँ तल जुन तलको चाहिँ मैले के दिएको छु भनेदेखि कुन बेलामा कुन विषादी कुन रोगको लागि चाहिँ लगाउनु पर्छ भन्ने कुरा चाहिँ त्यहाँ दिएको छु। र यदि यही सबै कुराहरू पालना गरेको खण्डमा चाहिँ हामीले चाहिँ बढीभन्दा बढी उत्पादन दिन्छौँ। तर मुख्य कुरा के भने फल्नै 3-4 वर्ष लागेछ भने बोटदेखि बोटको दूरी पनि धेरै लामो छ, भनौँ न 6 मिटर बाइ 6 मिटरै भयो भने पनि बिचमा जुन जग्गा छ त्यसमा चाहिँ हामीले अन्तरबालीहरू लिन सक्छौँ। अन्तरबालीमा मुख्य गरेर राजमा राम्रो हुन्छ। त्यसले चाहिँ के भने एकातिर नाइट्रोजन मल पनि दिन्छ, अर्को कुरा उत्पादन पनि दिन्छ र त्यो राजमाबाट आएको आम्दानी हो। त्यो राजमा लगायत अरू पनि त्यस्ता होचा कुनै तरकारीहरू छन् रायो होला है, त्यो प्रयोग गरेको खण्डमा हामीले चाहिँ जुन रिटर्न हुन्छ त्यसको चाहिँ जुन प्रतिफल चाहिँ त्यो जमिनबाट आउने प्रतिफललाई चाहिँ बढाउन सक्छौँ र चाँडोभन्दा चाँडो हामीले पेब्याक भनेको मतलब गरेको लगानीलाई चाहिँ हामीले उठाउन सक्छौँ। यो काष्ठफल सम्बन्धी जुन एउटा नाफा प्रोजेक्ट आएको छ त्यसमा चाहिँ के भनेदेखि किसानलाई चाहिँ पोस्टपेड भन्छ। काम गरिसकेपछि पहिला आफ्नो लगानी लगाएर काम गर्ने, अनि पछि चाहिँ के भनेदेखिलाई चाहिँ निरीक्षण गर्दाखेरिमा उचित पाइएको खण्डमा त्यो त्यसको चाहिँ 50% हाराहारीमा कति दिने भन्ने चाहिँ निर्देशिकामा चाहिँ पहिलेदेखि नै निश्चित गरिएको छ र 50% हाराहारीमा चाहिँ हामीले चाहिँ दिनु के अरे अनुदान छ। त्यो अनुदानबाट लाभ लिनुपर्ने हुन्छ र यो जुन सुरुमा चाहिँ अब कम ब्याज दरमा ऋण प्रवाह गर्ने चाहिँ विभिन्न ब्याङ्कहरू छन्, जस्तो राष्ट्रिय वाणिज्य ब्याङ्क, त्यस्तै अरू ब्याङ्कहरू पनि छन्। हो ती ब्याङ्कबाट चाहिँ कम ब्याज दरमा चाहिँ सुरुमा चाहिँ ऋण लिएर अनि आफूले खर्च गरेर अनि त्यसपछि खर्च गरिसकेपछि अब बिरुवा लगायत कारबार लगायत सिँचाइको पोखरी लगायत अब यो के अरे ड्रिप इरिगेसन भन्छ थोपा सिँचाइ हो, थोपा सिँचाइ अनुसारको चाहिँ जडान गरेर अनि त्यसको चाहिँ 50% चाहिँ काम गरिसकेपछि आयोजनाबाट चाहिँ लागेका ठाउँमा सम्बन्धित किसानहरूले चाहिँ आफ्नो चाहिँ दाबी गर्नुपर्ने हुन्छ प्रक्रिया पुर्याएर। त्यसबाट चाहिँ के भने 50% अब सरकारले बिहोरो, अब 50% चाहिँ लगाइएका चाहिँ अन्तरबालीमा लगाएका वस्तुहरू बिक्री गरेर बिस्तारै बिस्तारै ब्याङ्कको ब्याजबाट बच्नलाई चाँडोभन्दा चाँडो तिरेर चाँडोभन्दा चाँडो चाहिँ पेब्याक पिरियड भन्छ कि चाँडोभन्दा चाँडो 6 वर्ष मैले भनेको थिएँ। चाँडोभन्दा चाँडो ऋणलाई चाहिँ घटाएर शून्यमा हाल्नुपर्ने हुन्छ र पछि प्रतिफल दिन थालेपछि त लामो समयसम्म पिकानटले प्रतिफल दिन थाल्छ। 7 डिग्रीभन्दा तल 700 देखि 1000 घन्टासम्मको
चिलिङ आवर भनेको चिस्यान भनौँ चिसोपना चाहिँ यो पिकानटलाई चाहिन्छ र यसको चाहिँ रुट स्टकमा इलिस भन्ने छ। तर अब नपाए खण्डमा अरू नै पनि जातका चाहिँ यो मूलवृन्दमा कलमी गरेको खण्डमा चाहिँ होचा बिरुवा ल्याउन सकिन्छ र प्रुनिङको माध्यमबाट पनि पिकानटमा चाहिँ के भने होचोपना ल्याउन सकिन्छ। प्रुनिङमा विशेष गरेर केन्द्रीय लिडर सेन्ट्रल लिडर सिस्टम भन्छ, केन्द्रीय प्रणाली र चाहिँ के भने मोडिफाइड सेन्टर लिडरसँग ओपन सेन्टर सिस्टम लिडर र यो चलन छ। र यी सब तालिमको प्रुनिङको चाहिँ काटछाँटको उद्देश्य भनेको चाहिँ धेरैभन्दा धेरै सूर्यका किरणहरू ती पातहरूमा परुन् र चाहिँ के भने यो रोग किराहरूको लागेको जुन हाँगाहरू छन्, सुकेका हाँगाहरू हुन्छन्, त्यसलाई हटाउने र चाहिँ के भनेदेखिलाई चाहिँ राम्रो उत्पादन दिने किसिमको अवस्था बनाउने नै हो। यहाँ जे जति पनि यो अनुदानको कुरा छ, यो अनुदान भनेको नितान्त सरकारी निकायको र एसियाली विकास बैङ्कको कुरा हो। त्यो चाहिँ सब सरकारी निकायको चाहिँ आधिकारिक स्थानबाट हजुरहरूले प्राप्त गर्नुहोस्, किनभने यसका दरहरू तलमाथि भइरहलान् के होला। त्यसकारण यस भिडियोको आधारबाट यति नै अनुदान पाइन्छ भन्ने कुरालाई चाहिँ आधार नलियोस्।